एउटा मानिसले उसको शरीरमा कस्ता अवस्था अथवा परिवर्तन या सङ्केतहरू देखियो भने मलाई क्यान्सर लाग्दैछ भनेर शङ्का मान्नु पर्ने हुन्छ अथवा चिकित्सकको परामर्श लिनुपर्ने हुन्छ? ओके, अब तपाईँले यो क्वेसन गर्नुभयो होइन, प्रश्न गर्नुभयो। क्यान्सर लाग्दैछ भन्ने कुरो हुँदैन, कि त क्यान्सर लागिसक्छ होइन, कि त लागेको हुँदैन। अब क्यान्सर लागिसकेछ भने के लक्षण हुन्छ भन्न खोज्नुभएको है। अब लागिसकेछ भने अब कुन अङ्गमा क्यान्सर भएको छ त्यसको हिसाबले लक्षण हुन्छ। तैपनि केही यस्ता लक्षणहरू छ जुन चाहिँ सामान्यतः सबै क्यान्सर, प्रायः जसो बडी क्यान्सरहरूमा हुने गर्छ। जस्तै अब धेरै लामो समयसम्म खोकी हुनु, भनौँ है, कुनै पनि मान्छेलाई 2-3 हप्ताभन्दा बढी खोकी भएछ, कफ सिरपहरू खानुभएछ, एन्टिबायोटिकहरू खानुभएछ, ठिक भइरहेको छैन भने त्यो फोक्सोको क्यान्सर हुनसक्छ, बुझ्नुपर्छ है। त्यस्तै मुखभित्र कुनै पनि किसिमको घाउ छ र त्यो दबाईहरू, सामान्य दबाईहरू गराउँदा गराउँदै पनि ठिक भइरहेको छैन, झन् बढिरहेछ भने मुखको क्यान्सर हुनसक्छ होइन। त्यस्तै निरन्तर रूपमा वजन कम हुनु। अब तपाईँ अहिले भनौँ 60 किलोको हुनुहुन्छ, अनि तपाईँको अब तपाईँले एक्सर्साइज गरेर होइन, खानासाना आफ्नो डाइटिङ गरेर वजन कम गर्नुभयो, छुट्टै कुरा हो। तर नचाहँदै पनि तपाईँको वजन एकदमै अस्वाभाविक रूपमा कम भइरहेछ। कति कम भयो भनेपछि अब लास्ट 6 महिनामा 10% तपाईँको 6 किलो कम भयो भने त्यो पनि केही न केही खराबी छ, क्यान्सर हुनसक्छ भन्ने हुनसक्छ। हजुर। त्यस्तै अब ज्वरो आउने होइन, ब्लड क्यान्सरहरूमा ज्वरो आउँछ, ज्वरो चाहिँ ठिक भइरहेको हुँदैन हो। यस्ता लक्षण, यो सामान्य लक्षणहरू हो क्यान्सरको। तैपनि म तपाईँलाई अब होइन, विशेष गरी अङ्गको हिसाबले होइन, कुन अङ्गमा क्यान्सर भयो भने कस्तो लक्षण देखिन्छ भनेर सोध्नुभयो भने अझै राम्रो हुन्छ। भनेको कुनै एउटा व्यक्तिलाई उसको शरीरमा देखिने सङ्केतहरूले क्यान्सर लाग्दैछ भनेर होइन कि, त्यो सङ्केत देखिएपछि क्यान्सर लाग्यो नै भनेर बुझ्ने हो? भन्ने मात्रै बुझ्नु पर्छ? होइन, यो लक्षण छ भने क्यान्सर नै हो भन्ने भन्न खोजे होइन। तर यो लक्षणहरू छ भने क्यान्सर हुनसक्छ, डक्टरलाई गएर भेट्नुपर्छ, जाँच गराउनुपर्छ भन्ने हो। प्रायः जसो जुन हामी लक्षणका कुरा गर्छौँ नि, त्यो लक्षण भएको मान्छेहरूमा प्रायः जसो क्यान्सर हुँदैन, अरू कुनै रोग हुन्छ। तर सचेत चाहिँ हुनुपर्छ, किनभने सचेत भइएन भने, हेल्थ चेक गरियो भने मान्छे ढिलो अस्पताल जान्छ। ढिलो अस्पताल जाँदा तपाईँको अब पहिलो दोस्रो स्टेजमा पत्ता लाग्ने रोग चाहिँ तेस्रो चौथो स्टेजमा पत्ता लाग्छ। त्यसले गर्दा के हुन्छ भने अब समयमा पत्ता नलागेपछि निको हुने सम्भावना एकदम कम हुन्छ। त्यही भएर सचेत चाहिँ हुनुपर्छ, तर डराउनु चाहिँ भएन, बुझ्नुभयो? त्यही यसको मतलब शङ्का लाग्यो भने तत्कालै चिकित्सकको परामर्श लिनुपर्ने चाहिँ हुन्छ। एकदमै